नमस्कार, यहाँहरूलाई यो वित्तीय साक्षरता च्यानलमा हार्दिक स्वागत छ। म महेश चन्द्र काफ्ले। आज चाहिँ म इन्डेक्स के हो र यसको कसरी गणना गरिन्छ भन्ने कुरामा चाहिँ डिस्कस गर्न जाँदैछु। कुनै पनि पुँजी बजारको समग्र अवस्थालाई चित्रण गर्ने सूचकलाई चाहिँ हामीले इन्डेक्स भन्छौँ। पुँजी बजारमा चाहिँ समग्र कम्पनीहरूको मूल्य बढिरहेको अवस्था छ भनेदेखि इन्डिभिजुअल्ली भनेन कि समग्र रूपमा बढिरहेको अवस्था छ भने इन्डेक्स पनि बढेको हुन्छ, भने घटिरहेको छ भने इन्डेक्स पनि घटिरहेको हुन्छ। अब नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हामीसँग भएको पुँजी बजार त एउटा मात्रै छ, नेपाल स्टक एक्सचेन्ज। अहिलेसम्मलाई अब पछि निकट भविष्यमा छिट्टै अर्को स्टक एक्सचेन्ज आउने पनि कुरा छ। अब यो नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्सेको इन्डेक्सलाई चाहिँ हामीले नेप्से इन्डेक्स भनिन्छ। अब यो इन्डेक्स कसरी गणना गरिन्छ त भनेर बुझ्नुभन्दा पहिला हामीले यहाँ केही टर्महरू बुझ्नुपर्छ। बेसिक दुईटा टर्म बुझ्नुपर्छ र सुरुमा आउँछ टोटल मार्केट क्यापिटलाइजेसन। कुनै पनि कम्पनीको मार्केट क्यापिटलाइजेसन भनेको चाहिँ त्यो दिनको कम्पनीको क्लोजिङ प्राइस अनुसार चाहिँ हामीले त्यो कम्पनीको सम्पूर्ण सेयर खरिद गर्नका लागि जति रकम आवश्यक पर्छ त्यो रकम चाहिँ के हो त? मार्केट क्यापिटलाइजेसन हो। जस्तै उदाहरणका लागि हामीसँग एउटा कम्पनी यक्स भन्ने छ र जसको टोटल सेयर चाहिँ 500 किता छ र त्यसको आजको क्लोजिङ प्राइस 150 छ भने त्यसको मार्केट क्यापिटलाइजेसन चाहिँ त्यो कम्पनी यक्सको मार्केट क्यापिटलाइजेसन चाहिँ कति हुन्छ त? 500 इन्टु 150 अर्थात् 75,000। यसको मतलब हामीसँग 75,000 रुपियाँ हुने हो भने त्यो कम्पनीको सम्पूर्ण सेयर चाहिँ खरिद गर्न सक्छौँ भनेको। यो चाहिँ के हो त? एउटा कम्पनी एक्सको मार्केट क्यापिटलाइजेसन हो। अब यसरी लिस्टेड भएका सम्पूर्ण कम्पनीहरूको मार्केट क्यापिटलाइजेसन जोड्दाखेरि जति आउँछ त्यो भने चाहिँ के हो त? टोटल मार्केट क्यापिटलाइजेसन। अब अर्को कुरा बुझ्नुपर्छ हामीले, बेस मार्केट क्यापिटलाइजेसन। यो बेस मार्केट क्यापिटलाइजेसन भने चाहिँ बेस पिरियडको मार्केट क्यापिटलाइजेसन हो। बेस पिरियड भनेको चाहिँ जुन दिन इन्डेक्सको गणना सुरु भयो त्यो दिनको मार्केट क्यापिटलाइजेसनलाई चाहिँ हामीले बेस मार्केट क्यापिटलाइजेसन भनिन्छ। अब नेपालको कन्टेक्स्टमा हेर्ने भने नेप्सीको गणना सुरु भएको दिन चाहिँ हो 2050 साल माघ 30 गते अर्थात् फेब्रुअरी 12, 1994। अब हामीले यो टोटल मार्केट क्यापिटलाइजेसन र बेस मार्केट क्यापिटलाइजेसन भन्ने कुरा बुझिसकेपछि हामीलाई थाहा हुनुपर्छ इन्डेक्स क्याल्कुलेट गर्ने फर्मुला। इन्डेक्स क्याल्कुलेट गर्ने फर्मुला हो टोटल मार्केट क्यापिटलाइजेसन बाई मार्केट क्यापिटलाइजेसन अफ बेस पिरियड इन्टु 100। अब हामीलाई आजको इन्डेक्स क्याल्कुलेट गर्नु पर्यो भने हामीले के थाहा हुनु पर्यो त भन्दा टोटल मार्केट क्यापिटलाइजेसन आजको कति छ हैन, अनि त्यसपछि अर्को मार्केट क्यापिटलाइजेसन अफ बेस पिरियड थाहा हुनु पर्यो। यति गरेपछि चाहिँ टोटल मार्केट क्यापिटलाइजेसन बाई मार्केट क्यापिटलाइजेसन अफ बेस पिरियड इन्टु 100 गरेपछि हाम्रो के निस्किन्छ त? इन्डेक्स। अब यसले मात्रै हामीलाई कष्ट हुँदैन। एउटा इक्जाम्पल सहित हामी हेर्छौँ है त। मानौ हाम्रो नेप्सीको गणना भएको दिनमा जम्मा 3टा कम्पनी थिए सपोज हो। ए, बी र सी थिए। एसँग टोटल सेयर 200 थियो, बीसँग 800 र सी कम्पनीसँग चाहिँ सेयर सङ्ख्या 300 थियो। अब माघ 30 गते जुन दिन गणना सुरु भयो त्यो दिनको क्लोजिङ प्राइस हेर्ने हो भने ए को मानौ 80 थियो, बी को 90 र 70 प्रतिकिता मूल्य थियो। अब त्यो दिनको मार्केट क्यापिटलाइजेसन हेर्ने हो भनेदेखि चाहिँ जस्तै ए को मार्केट क्यापिटलाइजेसन कति भयो त? 200 इन्टु 80 16,000। त्यस्तै बी को 800 इन्टु 90 72,000। त्यस्तै सी कम्पनीको 300 इन्टु 70 21,000। अनि टोटल मार्केट क्यापिटलाइजेसन कति भयो त त्यो दिनको भन्दा 16,000 प्लस 72,000 प्लस 21,000 गर्दाखेरि आयो 1,09,000। त्यस्तै गरी अब हामीले चाहिँ फागुन 1 गतेको क्यालकुलेसन हेऱ्यौँ भनेदेखि मानौँ कि ए कम्पनीको मूल्य 90 रुपियाँ भएछ, बी कम्पनीको मूल्य 95 रुपियाँ प्रति किता भएछ, त्यस्तै सी को चाहिँ 80 रुपियाँ प्रति किता भएछ भने त्यो दिनको मार्केट क्यापिटलाइजेसन कति हुने भयो त? जस्तै ए को 90 इन्टु 200 18,000, बी को 95 इन्टु 800 76,000, त्यस्तै सी को 80 इन्टु 300 24,000। त्यसै गरी अनि त्यो दिनको टोटल मार्केट क्यापिटलाइजेसन कति भयो त? 18,000 प्लस 76,000 प्लस 24,000 गर्दाखेरि आउँछ 1,18,000। अनि
अब हामीले फागुन 2 को हेरौँ। फागुन 2 गतेको मानौँ कि कम्पनी A को मूल्य ₹100 पुगेछ प्रति किता, B को 85 अनि C को 65 पुगेछ भनेदेखि त्यो दिनको बजार पुँजीकरण अर्थात् मार्केट क्यापिटलाइजेसन कति हुन्छ त? A को भनेको 200 इन्टु 100 20,000, B को चाहिँ अब 800 इन्टु 85 68,000, C को 300 इन्टु 65 19,500। अब त्यो दिनको टोटल मार्केट क्यापिटलाइजेसन कति भयो त? 20,000 प्लस 68,000 प्लस 19,500, टोटल जोड्दा कति आयो त? 1,75,000 आयो। अब यसमा इन्डेक्सको क्यालकुलेसन हेरौँ है त। इन्डेक्सको फर्मुला के त? टोटल मार्केट क्यापिटलाइजेसन बाई मार्केट क्यापिटलाइजेसन एट बेस पिरियड इन्टु 100। अब माघ 30 गते जुन दिन हामीले बेस पिरियड मानिएको छ त्यो दिनको क्यालकुलेसन हेरौँ त। टोटल मार्केट क्यापिटलाइजेसन भनेको नि 1,09,000 बाई मार्केट क्यापिटलाइजेसन एट बेस पिरियड भने पनि कति हो त? त्यही दिनको हुनाले कति भयो त? 1,09,000। 1,09,000 बाई 1,09,000 इन्टु 100 गर्दाखेरि कति आयो त? 100 आयो। जुन दिन इन्डेक्सको क्यालकुलेसन सुरु भएको हुन्छ त्यो दिनको इन्डेक्स भनेको चाहिँ के हुन्छ त? 100 हुन्छ। अब हामीले फागुन 1 को क्यालकुलेसन हेरौँ। ल, फागुन 1 गतिको कुरा गर्ने हो भने मार्केट क्यापिटलाइजेसन कति भयो त? 1,18,000 हो। अनि बेस मार्केट क्यापिटलाइजेसन भने कति छ त? यो दिनको हो नि माघ 30 गतेको जुन दिन क्यालकुलेसन सुरु भयो त्यो दिनको राखिन्छ। यो भनेको कति भयो त? 1,09,000 इन्टु 100 गर्दाखेरि कति आयो त? 108.25। यसको मतलब चाहिँ के भयो त भन्दाखेरि इन्डेक्स चाहिँ 8.25 ले के भयो त? वृद्धि भयो। अब हामी हेरौँ फागुन 2 गतेको क्यालकुलेसन हो। अब यो दिनको चाहिँ टोटल मार्केट क्यापिटलाइजेसन भने चाहिँ कति हो त? 1,07,500 बाई बेस मार्केट क्यापिटलाइजेसन वा बेस पिरियडको मार्केट क्यापिटलाइजेसन कति हो त? 1,09,000। 1,07,500 डिभाइड बाई 1,07,500 डिभाइडेड बाई 1,09,000 इन्टु 100 गर्दा आयो 98.62। अब अघिल्लो दिन थियो 108.25 अनि आजको दिन भयो 98.62। यसको मतलब इन्डेक्स कतिले घट्यो त? अघिल्लो दिनको भन्दा चाहिँ कतिले इन्डेक्स घट्यो त? 9.63 ले। अब यहाँ हेर्दाखेरि माघ 30 गते 100 थियो, फागुन 1 गते 108.25 भयो। यसको मतलब योभन्दा यो चाहिँ के भयो त? 8.25 ले बढ्यो भने फागुन 2 गते 98.62 हुँदाखेरि चाहिँ अघिल्लो दिनको तुलनामा कतिले घट्यो त? 9.63 अङ्कले चाहिँ घटेको छ। अब यो इन्डेक्सको गणना गर्दाखेरि हामीले बुझ्नुपर्ने अर्को कुरा के छ भने जस्तै यो छ नि टोटल मार्केट क्यापिटलाइजेसन, यो त चेन्ज भइरहेको हुन्छ होइन। हामीले कारोबार भएको दिनको अन्तिममा हेर्ने हो भने पनि आजको चाहिँ टोटल मार्केट क्यापिटलाइजेसन कति भयो भनेर नेप्सीको वेबसाइटमा राम्रोसँग देखाइदिएकै हुन्छ। जुन यो छ नि मार्केट क्यापिटलाइजेसन एट बेस पिरियड अर्थात् बेस मार्केट क्यापिटलाइजेसन जुन चाहिँ 50 सालको माघ 30 गते जुन थियो अहिले पनि त्यही युज भइरहेको छ त? होइन। यो चाहिँ के हुन्छ भनेदेखि जब आइपिओ जारी हुन्छ वा नयाँ कम्पनीहरू थपिन्छ भनेपछि यो मार्केट क्यापिटलाइजेसन एट बेस पिरियड वा बेस मार्केट क्यापिटलाइजेसन पनि के हुन्छ त? एडजस्ट हुन्छ र चेन्ज हुन्छ। यस्तै विविध वित्तीय जानकारीका निम्ति च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।